गुरु पूर्णिमाको यस अवसरमा मैले आफ्नो कविता प्रस्तुत गर्न पाउँदा एकदम स्वाभिमानी ठान्दछु र मेरो कविताको शीर्षक रहेको छ एमबीबीएस र बीडीएसको यात्रा र मेरो सहयात्री एवं गुरु। पैसा फालाफाल गोजीमा अड्दैन भन्छन्, जस्ता तस्ताले सक्दैनन् भन्छन्, डाक्टर बन्ने सपना धेरैको तर साँच्चीकै बन्ने चाहिँ कम हुन्छन्। हात समातेर डोर्याउँदा ऊ अघि बढ्छ रे, असम्भव ती डाँडाहरू सजिलै कट्छ रे। डाक्टर त राम्रो मान्छे किताब पढेरै बन्छ, तर राम्रो डाक्टर बन्छ केवल गुरुको स्पर्शले। अरविन्द केसरीदेखि रबिन्समा हाम फाल्दा त्यही रबिन्सको कन्टेन्ट नबुझ्दा लाग्छ यो यात्रामा पूर्ण विराम लाग्ला। यति बेलै हो क्लासको पढाइ काम लाग्छ, आभारी छु यो अबुझको घैटोमा घाम लाग्दा। हजुरको ज्ञान र अनुभव मन मस्तिष्कमा राखौँला, कुन ढुङ्गामा अल्झिनु भयो भन्नुहोस् हामी त्यसलाई नागौँला। बिरामी बचाउने हात मेरो होला, गुरु आशीर्वाद चाहिँ तपाईँको पाँचै औला। यो समाजप्रति गुरुको सार्थक कल्याण, जीवन र मरणको बीच अड्किएको प्राण। डाक्टरलाई त भगवान भन्छन्, झन् डाक्टर बनाउने चाहिँ कति महान। कति धेरै अबुझ थिए हुँ भन्ने सकिन्न, अनि हजुरको बुझाउने प्रयास बोको रगत र पसिनालाई समेट्ने मेरो कलमको मसीमा। राम्रो मान्छे बन्ने शिर ठाडो पारौँला एक दिन, त्यही नै हुनेछ मेरो गुरु दक्षिणा। धन्यवाद।